मर्यो गर्नेहरू आम्मा ल दाजु तपाईँ आउनुहोस् त गाईसँग भन्नुहोस् त भाइ म तपाईँले हम्बर यहाँ हानिदिनु पर्ने भयो मुनिबाट माथि भयो तपाईँलाई जहाँबाट मनपर्छ त्यहीबाट हाल्नु स्लिप चाहिँ नगर्नु घुँडामा आउँछ नि हानौँ 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 मुनिबाट अब मुनिबाट जोड यो चाहिँ हाम्रो बेलुकाको मेहनत हो है कति दिन्छ पनि अब यो मेहनतको हो गेडागुडीहरू पनि झर्दैछ हो अब यो मेहनतको कति दिन्छ पनि हो म्यानेजरहरूले दानाहरू ननिस्केर कटिङ सेलले यति चाहिँ काटिसक्यो भिडियो यसले पो चेप्टाएको रहेछ कुन अब चाहिँ काट्नु पनि ग्रिस बग्यो हो बिलेर यहाँ खत्तम भएछ नि त हो यो सबै निस्किसक्यो होइन दाना दाना यसलाई पनि काटिदिन्छु म ल्याउ त्यो उयो ग्यास खोइ म काट्दौँ होस् म काटिदिन्छु अलिकति भिडियोमा आउँयो के भन्छ हो यसले हाम्रो दाजुहरू कटिङ सेटको तासहरू पनि हेरौँ है तासहरू काम छैन भने छिटो मिनरलै पर्दा छैन पर्दा ल्याउ न हौ हात डढेर पर्दाहरू छैन पर च्यानलको यतापट्टितिर हेर्नु त दाजु हात पोलेर छैन त हौ टिपिङ गर्ने उता लु छिटो बुढो मान्छेहरू फटाफट दिइराख्नु स्क्रुड्राइभरहरू हेरौँ कहाँ छ हात पोलेर हो आम्मा खोइ छोड्नै जान्छ त्यहाँ स्क्रुड्राइभर छ हेर्नु त
केमा चाहिँ अड्केको रहेछ हौ अलिक त्यो बेयरिङदेखि अलिक भित्रै फुटेको छ कि क्या अहिले त्यहाँ झर्न आँटेको अरे गयो त्यो स्क्रुड्राइभर लिएर कटाउँदा यहाँतिर टर्छ मार्बल दिनु दाजु फेरि यो भएको छ कटिङ चाहिँ अँधेरो टेकेर खुट्टामा छ है मार्तल खुट्टामा छ यो भित्रको बाब्रीहरू चाहिँ कटाउनु त हो त्यो हो त्यहाँनिर हालेर स्क्रुड्राइभर हालेर फुट्छ कि बा एकछिन ल यो वार्पर काट्दिँदा कसो होला एकछिन ल भाइ खै एकछिन ल यो आधी भागै त्यो इनर भयो त्यहाँदेखि वार्पर काट्दिउँ कि अघिको टुक्रा निकालेको थियो नि हामी त्यस्तै निकाल्दिउँ भइहाल्छ त्यति गर्दा त स्किन्छ होला खै यहाँ देखाउ त एकछिन दाजु पक्नु न यो कस्तो कस्तो आइफोन पो रहेछ त आइफोन त्यसलाई पनि अब टाइम पारा चाहिँ
आँखा पोल्यो मास गुलियो त खानु मन पर्यो फेरि ल्याउला जस्तो छ तपेर प्रिडेटर छ त हौ यहाँ यो यस्तो काम गर्दा चाहिँ नि प्यास लागेर मर्नु हुन्छ नि हो के खाउँ के खाउँ खोइ त्यो अघि चिनाइदिनुहोस् न यो अनि वेल्डिङको काममा छिर्ने है हो हान्नु निस्किँदैछ के घुम्दैछ सम्फेरि घुमेको उताबाट यता हिर्काइदिउँ होइन भाइ त्यसो यता त कहाँ आउँछ दाना आउँछ त त्यहाँ यताबाट हिर्कायो भने चाहिँ यहाँ माथि आउँछ कि यो मुनि खाली बनाइदिउँ कि अन्त यता पल्टाइदिउँ उतापट्टिबाट हिर्काउ है यताबाट नहिर्को धराप छ यो कमसेकम पनि यो एउटा टुक्रामा 200 केजी जस्तो होला दाजु उहिलेको बुढाबुढी मान्छेहरू दाउरा तापेर दाउरा होइन के तापेर बस्यो होला होइन हेर्नु त हाम्रो जमानामा फलामको आगो तापेर बस्छ खुट्टा चाहिँ दबाई कहाँ उता खाँदै भयो यस्तो छड्के हो त्यसरी सिधा लिपमा राखेर तिमी एकचरण उता भिजिट गरेर आएको होइन कहाँ उता घरतिर किन के भएछ होइन त्यतिकै किन माल सर्टेज भएछ होइन पनि है कुरा बुझ्दा माल ल्याएको भए पो सर्टेज हुन्छ म त खाँदै खाँदै रम्बा ल्याउ त भाइ रम्बा रम्बा यहीँ पछाडि रम्बा छिराउ न उयो त हो स्क्रुड्राइभर पनि थियो नि खै यहाँ यहाँ ल्याउ त भाइ म स्क्रुड्राइभर लाउँछु कि अनि एउटाले रम्बा पनि लाउनु पर्ने यसले त हाम्रो त 12 बजार हो त्यही त सोचेको पनि थिएन हौ यति साह्रो हुन्छ हेर्दा फरफर झर्ने खाएको देख्थ्यो है यस्तो भइसक्दा पनि ननिस्किएको आमा यो उचालेको त अब चाहिँ यहाँबाट सबै ढुङ्गामा राखेर तन्ने पाइपहरू हराउनु अलिक फुट्छ बेकारमा निस्किँदैछ कि क्या हो निस्केर लाग्यो यहाँ भाँचेकोबाट हो यहीँ त भाँचेको रहेछ नि त यो दानाले रोकायो नि अलिकति निस्क्यो यो चाहिँ जोडले भाँचेकोबाट छुट्यो नि त अझै रम्बा हुनुभयो थियो नि ल्याउनु रम्बा ल्याउनु ल्याउनु त एउटा भाँचेको छ अर्को अर्कै हो कि यहाँ यो तलकोमा लाग्छ हौ यसमा भाइ यो देखाउँदैछ तपाईँ हेर्नु ल म हल्लाउँछु ल यो मुनिको गुटीमा हो के माथि लाग्दैछ हेर्नु है दुईवटा गुटीमा छ यस्तो दाना काटिदिउँ कि झर्छ नि यता काटिदिउँ खोइ त्यो कटिङ सेट ल्याउँदा फेरि तपाईँले काटिदिइहाल्छ भाइ जबरजस्ती नगर अहिले फेरि यहाँ यो यसरी देखाउनु त नि लाइट देखाइदिनु त यो ठुलो देखाइदिनु ठुलो राम्रो बोल्दा
जीवन भाइ कति बज्यो हेर त टाइम त 7:30 7:30 7:31 7:30 अन्त कहिले भात खाएर आज यो इनर पनि आउटर पनि काट्नु पर्छ ठिकै 9 9:30 10 बज्ने रहेछ यो खाप्ला खुप्लो निस्किहाल्छ होइन ढोँडो मात्रै बस्छ नि त त्यतिखेर काट्नु सजिलो हुन्छ त्यो भित्रको चाहिँ कि यो इनर चाहिँ फेरि यो पुरानो ब्यारिङ हो भने नि जलेको ब्यारिङ हो भने अघि निस्किसक्छ नि जम्मै त्यो घाँटी उडाइसकेको हुन्छ नि है पक्रिने घाँटीहरू हुन्छ नि त्यो दाजु तपाईँ गएर पानी लिएर आउनुहोस् न पिउने पानी यस्तो जाडोमा तिर्खा लाग्छ नि यो चलाउन तिर्खा गर्छ त त्यो भरै खाउ लागि पानी पनि खानुपर्छ के हो ग्यास सकेको अक्सिजन पनि चेन्ज गर्नु बेला भयो भाइ गरिदिइहाल्नु